क्रोएसिया वर्किङ भिजा यस वर्षको लागि खुलिसकेको छ साथीहरू। यदि तपाईहरु क्रोएसिया देश वर्किङ भिजाको लागि अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने तपाईहरु हाम्रो अफिसमा भिजिट गरेर पनि तपाईहरु क्रोएसिया देश वर्किङ भिजामा जान सक्नुहुन्छ। होइन भनेदेखि तपाईले चिने जानेको कुनै मेन पावर कन्सल्टेन्सीबाट पनि क्रोएसिया देश वर्किङ भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ। आज म तपाईलाई यस भिडियोमा क्रोएसिया वर्किङ भिजाको सम्पूर्ण इन्फर्मेसन शेयर गर्न खोजिरहेको छु। त्यसपछि क्रोएसिया वर्किङ भिजामा जानको लागि खर्च कति लाग्छ, उमेर कति हुनुपर्छ, त्यसपछि पढाइ कति हुनुपर्छ। धेरै व्यक्तिहरुको प्रब्लम भनेको इन्टरभ्युमा हुन्छ। इन्टरभ्यु उनीहरु पास गर्नै सक्दैनन्। इन्टरभ्यु हामीले कसरी पास गर्ने? त्यसपछि अर्को इम्पोर्टेन्ट कुरा रहेको छ, हाम्रो वर्क परमिट फेक छ कि छैन, हाम्रो भिजा फेक छ कि छैन, हामीले कसरी पत्ता लगाउने त? धेरै व्यक्तिहरुको वर्क परमिट, धेरै व्यक्तिहरुको भिजाहरु फेक भइरहेको छ। हामी यो फेक डकुमेन्ट चाहिँ कसरी चिन्ने त? तपाईलाई त्यो इन्फर्मेसन दिनेछु। तपाईलाई यस भिडियोमा 0 देखिबाट वहाँ गएर तपाईले काम गर्ने बेलासम्मको तपाईलाई सम्पूर्ण इन्फर्मेसन दिनेछु। तपाईको हातमा वर्क परमिट पनि छैन तर तपाईको हातमा टीआरसी कार्ड ल्याउने बेलासम्म तपाईले के गर्नुपर्छ सम्पूर्ण इन्फर्मेसन दिनेछु। हाम्रो च्यानललाई तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। तपाईहरुको लागि मैले यति धेरै डिटेलमा इन्फर्मेसन दिएको छु ताकि यसरी इन्फर्मेसन कसैले पनि दिँदैन, किनकि हामीले सोही क्षेत्रमा सोही फिल्डमा हामीले काम गरेको भएर हामीलाई यति धेरै नलेज छ। तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु। तपाईलाई आगामी समय पनि यस्तै इन्फर्मेसन भिडियो प्राप्त हुनेछ। तपाईको समयको दुरुपयोग नगरिकन क्रोएसिया वर्किङ भिसाको सम्पूर्ण इन्फर्मेसन म शेयर गर्न खोजिरहेको छु। क्रोएसिया वर्किङ भिसाको सुरुमा म तपाईलाई एउटा डिमान्डको बारेमा इन्फर्मेसन दिन्छु। त्यो डिमान्ड भनेको छ इलेक्ट्रिसियन। तपाईलाई बिजुलीको काम गर्न आउँछ भन्दाखेरि तपाईले क्रोएसिया वर्किङ भिसामा अहिले अप्लाई गर्न सक्नुहुन्छ। त्यसपछि तपाईलाई चाहिँ होटलको कामहरु गर्न आउँछ, फ्याक्ट्री वर्करको कामहरु गर्न आउँछ, तपाईहरु चाहिँ सेक्युरिटी गार्डको काम गर्न आउनुहुन्छ, तपाईहरु चाहिँ ड्राइभर हुनुहुन्छ, डेलिभरी बोय गर्न आउँछ भन्देखि तपाईले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। सुरुमा तपाईलाई म इलेक्ट्रिसियनको बारेमा इन्फर्मेसन दिनेछु। इलेक्ट्रिसियनको स्यालेरी यहाँ देख्न सक्नुहुन्छ 800 देखिबाट 1000 युरोसम्म तपाईले चाहिँ काम गरेर तपाईले पैसा कमाउन सक्नुहुन्छ। 8 घण्टा 26 दिन महिनामा 28 दिन काम गरेर तपाईले चाहिँ 800 देखिबाट 1000 युरोसम्म तपाईले कमाउन सक्नुहुन्छ। अहिले युरोको भाउ एकदमै बढेको छ साथीहरु। युरोप जानेलाई एकदमै फाइदा छ के, किनभने अहिले युरोको भाउ 150 युरो पुगिसक्यो। डलरको भाउ घटिरहेछ भने युरोको भाउ बढिरहेछ के, 150 युरो बढिरहेछ। 150 × 800 मात्रै गर्नु त कति धेरै हुन्छ। त्यही भएर तपाईको चाहिँ एकदम राम्रो तपाईसँग स्किल छ भने तपाईले चाहिँ 1000 सम्म तपाईले कमाउन सक्नुहुन्छ। बुझ्नुभयो? तपाईलाई 3 फेस वायरिङ गर्न आउँछ, सिंगल फेस वायरिङ गर्न आउँछ, बिजुलीको कामहरु नर्मली बिजुलीको काम गर्न मात्रै आउँछ भने पनि तपाईले 800 सम्म कमाउन सक्नुहुन्छ। तर तपाईले यो काम गर्नको लागि चाहिँ के हुनुपर्छ, तपाईसँग हातमा सर्टिफिकेट हुनुपर्छ। तपाईले चाहिँ हाउस वायरिङ गरेको सर्टिफिकेट अथवा 3 फेस वायरिङ गरेको सर्टिफिकेटहरु तपाईसँग हातमा छ भनेदेखि तपाईले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। तपाईसँग हातमा डकुमेन्ट छैन भनेदेखि तपाईले के गर्न सक्नुहुन्छ, मैले चाहिँ यो ठाउँमा यति वर्ष काम गरेको छु, इलेक्ट्रिसियनको रूपमा काम गरेको छु भन्ने एउटा कुनै डकुमेन्ट लेटरहरु तपाईले बनाउन सक्नुभयो भनेदेखि तपाईले अप्लाई गर्न सक्नुहुन्छ। फेक बनाउनुस् चाहे रियल बनाउनुस् तर तपाईलाई चाहिँ काम गर्न चाहिँ आएको हुनुपर्छ। अब कतिपय व्यक्तिहरु यस्ता हुन्छन् कि जसलाई चाहिँ काम गर्न आउँछ, एकदम 5-6 वर्ष काम गरेका छन् तर उनीहरुले चाहिँ कुनै कम्पनीले उनीहरुलाई वर्क एक्सपिरियन्स पनि दिएको हुँदैन र उनीहरुको सर्टिफिकेट पनि हुँदैन। त्यस्तो व्यक्तिलाई मर्का पर्छ। त्यस्तो व्यक्तिले चाहिँ कतै एउटा सक्नुहुन्छ भने फेक डकुमेन्ट बनाउनुस् तर काम गर्न चाहिँ आउनु पर्यो है। अब यही नै हो। त्यसपछि क्रोएसियाको इलेक्ट्रिसियनको बारेमा अब तपाईलाई म के इन्फर्मेसन दिन्छु भनेदेखि धेरै डिमान्ड छ। तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। धेरै डिमान्डहरु आएको छ क्रोएसिया देशबाट। तपाईले मलाई कन्ट्याक्ट गर्नु होला। कन्ट्याक्ट गर्नको लागि तपाईले मलाई जेमा नि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फेसबुकमा कन्ट्याक्ट गर्नु, व्हाट्सएपमा कन्ट्याक्ट गर्नु, इन्स्टाग्राममा कन्ट्याक्ट गर्नु। मेरो हरेक सोशल मिडियाहरु छ। तर हरेक सोशल मिडियाहरु कन्ट्याक्ट गर्ने बेलामा तपाईले हाई भन्नुहुन्छ, हेलो भन्नुहुन्छ, त्यसरी मेसेज नगर्नु के साथीहरु। त्यसरी मेसेज गर्दाखेरि के हुन्छ भनेदेखि हाई हेलो भनेको मेसेज म आफै भ्याउँदिन के, अनि हाम्रो एउटा मात्रै मान्छे छन्। अब हामी दुईजनाले कतातिर भ्याउने? म त ब्लग पनि बनाउँछु, अन्य युट्युब च्यानलहरु पनि छ। त्यसकारणले गर्दाखेरि तपाईहरुले चाहिँ यो हाई हेलो नभन्नुस्, सिधै डाइरेक्ट पोइन्टको मेसेज गर्नु के। म यो देशमा जान खोजेको, मसँग यस्तो खालको स्किल छ, कुनै डिमान्ड छ भने इन्फर्मेसन दिनुस्, यति भन्नु। मेसेज रिप्लाई ब्ल्याटै आउँछ है। कल नगर्दिनुस् के। कल गरे भने झ्याउ हुन्छ कि, डिस्टर्ब हुन्छ हामीलाई। हामीले यहाँ भिडियो बनाइरहेको बेला तपाईहरुको कल आयो भने के गर्ने? हामीले फ्लाइट मोडमा राखेर भिडियो बनाउनु पर्या हुन्छ। त्यही भएर चाहिँ हाम्रो समस्या पनि बुझ्दिनु। तपाईले हामीले हेल्प गर्न खोजेको हो नि त। हामीलाई कुनै मेन पावरले कमिसन दिँदैन, ओन्ली फर इन्फर्मेसन हो नि त। तपाईलाई यही मेन पावर जानु भनेर पनि मैले भनेको छैन नि त। इन्फर्मेसन दिएको छु। ध्यान दिएर भिडियो हेर्नुस्। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु। हाम्रो राजन ब्लगलाई पनि सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्न सक्नुहुन्छ। क्रोएसिया देश वर्किङ भिसामा जान पर्यो भने तपाईको टोटली खर्च कति लाग्छ थाहा छ? खर्च भनेको तपाईले 8 लाख सम्म तपाईको खर्च लाग्छ। 8 लाख भन्दा माथि 100 को पनि तपाईहरुको खर्च लाग्दैन क्रोएसिया देश जानको लागि है।
8 लाख रुपैयाँ तिर्ने, तपाईँ 8 लाख तिरिसकेपछि तपाईँहरूको लगभग 10 महिनाभित्रमा तपाईँहरू नेपालबाट क्रोएसिया देशसम्म तपाईँहरू उड्न सक्नुहुनेछ है। तपाईँलाई इङ्ग्लिस आउँदैन तर तपाईँहरू युरोप जाने सोचमा हुनुहुन्छ भनेदेखि अलिकति गाह्रो पर्छ है। इङ्ग्लिस आउँदैन, तपाईँको हातमा सिप छैन भनेदेखि चाहिँ म हात जोड्छु साथीहरू, मैले धमाधम इङ्ग्लिस ल्याङ्ग्वेजको कोर्सहरू गराइरहेको छु। तपाईँले यो नम्बरमा मलाई व्हाट्सएप गर्नुहोस्, म इङ्ग्लिस ल्याङ्ग्वेजको क्लास लिन पर्यो ओन्ली फर इन्टरभ्यूको लागि चाहिँ मलाई क्लास लिन पर्यो इङ्ग्लिस ल्याङ्ग्वेजको भन्नु, मैले 7 दिनको एउटा कोर्स राखेको छु। 7 दिनमा तपाईँलाई मैले इङ्ग्लिस ल्याङ्ग्वेजको एकदमै डिटेल रूपमा कोर्सहरू सिकाइरहेको छु। तपाईँले इन्टरभ्यूको लागि चाहिँ यहीँबाट प्र्याक्टिस गर्न सक्नुहुन्छ 7 दिनको लागि है। तपाईँले मलाई यो व्हाट्सएप नम्बरमा तपाईँले मलाई कन्ट्याक्ट गर्नु, म तपाईँको नाम लिस्ट टक्क लेखेर राख्छु। त्यसपछि जब हाम्रो 15-20 जनाको ग्रुप हुन्छ त्यसपछि तपाईँलाई म धमाधम अनलाइनबाट चाहिँ इङ्ग्लिसको इन्टरभ्यूको क्वेसनहरूको तपाईँलाई सल्भ गराउँछु। तपाईँले 7 दिन क्लास लिनुभयो भने 99% तपाईँहरू चाहिँ इन्टरभ्यू पास गर्न सक्नुहुन्छ के। कस्तो प्रश्नहरू आउँछ तपाईँ रट्ने हो कि, म तपाईँलाई सिकाउँछु कि यस्तो कुराहरू याद गर्नु है। यो कुराहरू तपाईँलाई सोध्छ, इम्पोर्टेन्ट छ। एउटा बुक पढ्नु पर्दैन कि, त्यत्रो धेरै बुक पढ्नु पर्दैन कि, इम्पोर्टेन्ट कुराहरू मात्रै पढ्ने हो कि। जम्मा 15-20 वटा कुराहरू तपाईँले याद गर्नु भने तपाईँ इन्टरभ्यू पास गर्न सक्नुहुन्छ कि। त्यही भएर हाम्रो व्हाट्सएपमा कन्ट्याक्ट गर्नु, तपाईँले व्हाट्सएपमा मेसेज गर्नु, इन्टरभ्यूको लागि क्लास जोइन गर्नु पर्यो भन्ने है। त्यो हावा गदारी गफ नगर्नु कि, हाई हेलो नभनिदिनुहोस् कि है। इन्टरभ्यूको लागि चाहिँ क्लास लिनु पर्ने थियो भनेर मेसेज गर्नु। त्यतिपछि तपाईँसँग हामीले इन्फर्मेसन तपाईँको माग्छौँ, तपाईँले दिनुहोस्, तपाईँको नाम हामी टिप्छौँ। त्यसपछि हामी तपाईँलाई ग्रुप भएपछि हामी तपाईँलाई कन्ट्याक्ट गर्छौँ है। इन्टरभ्यू इम्पोर्टेन्ट छ, इङ्ग्लिस पनि आउँदैन भनेदेखि तपाईँले चाहिँ हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। योभन्दा अगाडि धेरै मान्छेले मेसेज गर्नुभएको थियो, एउटा ग्रुप चलिरहेको छ, अब अर्को ग्रुप बनाउनु बाँकी छ है। अब मैले चाहिँ के कुरा गर्न खोजेको छु, तपाईँले चाहिँ अब सबै कुराहरू गर्नुभयो हैन। तपाईँले चाहिँ सुरुमा मेन पावर जानुपर्छ। मेन पावर जाने बेलामा चाहिँ तपाईँले कुन मेन पावर जाने भनेदेखि जुनसुकै मेन पावर जानुहोस्। अब मेन पावर राम्रो मेन पावर चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्नु, म तपाईँलाई राम्रो मेन पावर पनि सजेस्ट गर्छु। अब राम्रो मेन पावर तपाईँले चिन्नु भएको छ भनेदेखि चाहिँ फेक डकुमेन्ट कसरी चिन्ने, ओरिजिनल डकुमेन्ट कसरी चिन्ने भनेदेखि चाहिँ यहाँ कस्तो कुरा हुन्छ नि, मसँग एउटा वर्क पर्मिट पनि छ। मसँग प्रायः जसको वर्क पर्मिट हुन्छ कि, किनभने मैले नमुना वर्क पर्मिट पनि राखिरहेको हुन्छ कि। मसँग यहाँ वर्क पर्मिटहरू धेरै पेपरहरू छ तर यो मैले देखाउन मिल्दैन, अलिकति इलिगलै हुन्छ। तर यहाँ वर्क पर्मिटमा चाहिँ कसरी चिन्ने भनेदेखि तपाईँको छाप हुन्छ नि, वर्क पर्मिटमा तपाईँको नाम उल्लेख गरेको हुन्छ, तपाईँको छाप ड्याङ्ग कम्पनीले छाप हान्नै पर्छ है वर्क पर्मिटमा। अनि वर्क पर्मिटमा कसैले सिग्नेचर गरेको हुनैपर्छ। बिना सिग्नेचर बिना छापको त्यो वर्क पर्मिट फेक हो, 100% फेक हो। कुनै कसोमा होला तर 100% फेक हुनसक्छ है, शङ्का गर्नु त्यसमा। अनि त्यसपछि वर्क पर्मिट भनेको त्यो देशको झन्डा हुनैपर्छ, त्यो देशको झन्डा हुनैपर्छ। त्यसपछि वर्क पर्मिटमा अर्को कुरा के उल्लेख गरेको हुनुपर्छ भने वर्क पर्मिटमा त्यही देशको ल्याङ्ग्वेजबाट लेखेको हुनुपर्छ। लेखेको हुन्छ, प्रायः जस्तोमा इङ्ग्लिसले लेखेको हुँदैन। अब रोमानियाको छ भने रोमानियन ल्याङ्ग्वेज लेख्छ, जर्मन छ भने जर्मन ल्याङ्ग्वेजको हुन्छ, फ्रान्स छ भने फ्रान्सिस ल्याङ्ग्वेजबाट चाहिँ वर्क पर्मिट लेखेको हुन्छ, क्रोएसिया छ भने क्रोएसियन ल्याङ्ग्वेजबाट पनि लेखेको हुनसक्छ। त्यो इम्पोर्टेन्ट कुरा ध्यान दिनु। अनि कतिपय व्यक्तिलाई चाहिँ वर्क पर्मिटलाई चाहिँ अफर लेटर भनिदिन्छन् कि, मतलब कतिपय व्यक्तिलाई चाहिँ अफर लेटरलाई चाहिँ वर्क पर्मिट भनिदिन्छन् कि। अफर लेटर भनेको चाहिँ कस्तो छ भने, अफर लेटर भनेको चाहिँ अफर गरेको जस्तो देखिन्छ कि, उताबाट अफर गरेको, तपाईँलाई म यति दिन्छु, यति घन्टा काम गर्ने, यो कम्पनीमा इच्छा छ भने आइजो भने जस्तो अफर लेटर हुन्छ। अफर लेटरमा तपाईँको नाम उल्लेख गरेको हुँदैन कि, नामै उल्लेख गरेको हुँदैन, यो चाहिँ तपाईँको वर्क पर्मिट हो भनेर चाहिँ तपाईँलाई मेन पावरले देखाइरहेको हुन्छ, त्यो एकदम फेक हो। अनि तपाईँले आफ्नो वर्क पर्मिट चाहिँ उनीहरूले तपाईँलाई स्वयं नदिए पनि है मेन पावरले दिँदैन कि, तपाईँलाई सिधै ओरिजिनल वर्क पर्मिट दियो भने तपाईँ त आफ्नै सुरले टाप गर्न सक्नुहुन्छ नि त। त्यही भएर मेन पावरले आफ्नो ओरिजिनल डकुमेन्ट चाहिँ तपाईँलाई दिँदैन। डकुमेन्ट ओरिजिनल डकुमेन्ट नदिए पनि तपाईँले ओरिजिनल डकुमेन्टको फोटो खिच्न पाउनुपर्छ र ओरिजिनल डकुमेन्ट चाहिँ हेर्न पाउनुपर्छ। त्यो उनीहरूले फोटो खिचेर पठाएको भएर हुँदैन, आफ्नै आँखाले मेरै मोबाइल फोनले फोटो खिच्न पाउनुपर्छ भनेर तपाईँले चाहिँ मेन पावरलाई भन्नुपर्छ कि। किनभने तपाईँले आफ्नै मोबाइलले टक्क फोटो खिच्नुलाई तपाईँले त्यो छाप चाहिँ ओरिजिनल हो कि होइन भन्ने कुरा तपाईँले थाहा पाउन सक्नुहुन्छ नि त। त्यो कम्प्युटरले प्रिन्ट गरेको पनि हुनसक्छ त्यो छाप। त्यही भएर चाहिँ वर्क पर्मिट फेक नफेक यसरी पनि चिन्नुपर्छ। होइन भनेदेखि तपाईँले मलाई पठाउनुहोस्, म पनि तपाईँको वर्क पर्मिट फेक छ कि छैन हेरिदिन्छु, हेल्प गर्छु है। कतिपय व्यक्तिहरूको मैले हेल्प गरिदिएको छु, कतिपय व्यक्तिहरूको चाहिँ फेकबाट बचेका छन्। धेरै फेक हुने भनेको चाहिँ क्यानाडाको के, क्यानाडामा धेरै फेक है। अनि त्यसो भिजा फेक छ कि छैन चाहिँ कसरी चेक गर्ने भने, भिजा त सजिलो छ। भिजा चेक गर्नको लागि तपाईँ आफ्नो मोबाइल फोनको क्रोम ब्राउजरमा जानु हो। आफ्नो मोबाइल फोनको क्रोम ब्राउजरमा गएपछि तपाईँले सिम्पली सर्च गर्न सक्नुहुन्छ, क्रोएसिया भिजा चेक सर्च गर्नु, या भए तपाईँले भिजा चेक भनेर मात्रै सर्च गरे पनि तपाईँले नेपाली वेबसाइट पनि आउँछ एउटा, नभए क्रोएसियाको वेबसाइट पनि आउँछ हो।
सुरुमा तपाईँ नेपाली वेबसाइटमा जानु, त्यहाँ नेपाली वेबसाइटमा गएर तपाईँले चाहिँ कन्ट्री चुज गर्नुपर्छ, पासवर्ड नम्बर हाल्नुपर्छ, यताउति तपाईँले फर्म फिलअप गरेर तपाईँले चाहिँ सर्च गरेपछि तपाईँले चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ आफ्नो भिजा लागेको छ कि छैन है। त्यसरी पनि तपाईँले चेक गर्न सक्नुहुन्छ। होइन भने तपाईँले अर्को वेबसाइटबाट पनि सिम्पल डकुमेन्टहरू सबमिट गरेर तपाईँले चेक गर्न सक्नुहुन्छ आफ्नो भिजा लागेको छ कि छैन। भिजामा त्यस्तो डाउट छैन, तर पेमेन्टै फेक बनाइदिन्छन् क्या, त्यही कुरा विचार गर्नु होला। अब क्रोएसिया देशको सम्पूर्ण प्रोसेसहरू भनेको कुनै कसो इन्डियाबाट हुन्छ, कुनै कसो नेपालबाट नि हुन्छ। अहिले प्रायः जस्तो देशको केसहरू नेपालबाटै सल्भ भइरहेको हुन्छ क्या, त्यही भएर नेपालबाट पनि तपाईँहरू जान सक्नुहुन्छ। अब अहिले मैले भने खर्च कति लाग्छ, 8 लाख 9 लाख रुपियाँ खर्च लाग्छ, त्योभन्दा बढी खर्च नतिर्नु। अनि त्यही हो 8-9 महिनाभित्रमा तपाईँहरू नेपालबाट उड्न सक्नुहुन्छ क्रोएसिया देश। क्रोएसिया देश एकदम राम्रो छ, शान्त छ, एकदम आनन्द छ के, रोमानिया भन्दा पनि एकदम राम्रो देश छ। त्यहाँ तपाईँले चाहिँ भोलिपर्सि अन्य देश जान सक्नुहुन्छ, किनभने सेन्जन कन्ट्री भइसक्यो नि त 2024 मा हैन। सेन्जन कन्ट्री भएपछि एकदम नै राम्रो छ क्रोएसिया देश, तपाईँहरू क्रोएसिया देश अप्लाई गर्न सक्नुहुन्छ। अब ल्याङ्ग्वेज पढ्ने सोचमा हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्। इङ्ग्लिस ल्याङ्ग्वेजको हामी 7 दिनको कोर्स हामीले राखेको छौँ एकदम सस्तो दाममा। तपाईँहरू ल्याङ्ग्वेजको क्लास लिन चाहनुहुन्छ भनेदेखि हामीलाई कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। तपाईँको माझबाट छुट्टिने छु, के कति इन्फर्मेसन लिनुभयो, के कति इन्फर्मेसन लिन सक्नु भएन, यसको के कति लिन सक्नु भएन, क्रोएसिया देश जाने सोचमा हुनुहुन्छ, राम्रो मेन पार्टको खोजीमा हुनुहुन्छ भने पनि तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। हस्त नमस्कार, छुट्टिने छु।